विनोद भाइ स्वागत हाम्रा साढे 5 सम्म छौँ हाम्रो दिनु अब यताबाट त्यहाँबाट छुटेको ठाउँबाट हो जाँदै हुन्छ ल जाउँ समस्या समाधानका लागि प्रतिबद्धता मागेर ध्यानाकर्षण पत्र। आदरणीय उम्मेदवारज्यू, हामी भरतपुर विमानस्थलको धावन मार्ग वरपरको बसोबास गर्ने 5 वटा टोल विकास संस्था अन्तर्गत करिब 700 घरधुरी परिवारहरू यस क्षेत्रको विकास र समृद्धिका लागि सधैँ तत्पर छौँ। तर लामो समयदेखि विमानस्थलको भौतिक अवस्थित र कडा प्राविधिक मापदण्डका कारण हामीले भोग्दै आएका आधारभूत समस्याहरूप्रति राज्य र सम्बन्धित निकाय मौन रहँदै आएको छ। यस निर्वाचनको घडीमा हामीले हाम्रो अमूल्य मत प्रदान गर्दा भोलि संसदमा पुगेर हाम्रा यी गम्भीर समस्या समाधानका लागि यहाँले खेल्नु हुने भूमिका र देखाउने सक्रियतालाई हामीले मुख्य आधार मानेका छौँ। हामीले भोग्दै आएका मुख्य शास्तिहरू सम्पत्तिमाथिको अवरोध, विमानस्थलका कारण घर जग्गा किनबेच र हक हस्तान्तरणमा उत्पन्न समस्याले गर्दा स्थानीयको निजी सम्पत्ति बन्धक जस्तै बनेको छ। आवास निर्माणमा जटिलता, उचाइ मापदण्डको नाममा नक्सामा प्रक्रिया अत्यन्तै झन्झटिलो हुँदा नागरिकले आफ्नो भूमिका सुरक्षित आवास बनाउन पाएका छैनन्। आर्थिक कारोबारमा बन्देज, बैंकको यस क्षेत्रको जग्गा धितो लिन अस्वीकार गर्दा स्थानीय बासिन्दाहरू ऋण र लगानीको अवसरबाट वञ्चित हुनु परेको छ। डुबानको स्थानीय समस्या, विमानस्थलका कारण पानीले निकास थुनिएकाले हरेक परिवारको डुबान र मानसिक तनाव झेल्नु परिरहेको छ। हाम्रो अपेक्षा र यहाँको प्रतिबद्धता, हामी चाहन्छौँ कि यो पत्र केवल एक जानकारी मात्र नबनोस्। यहाँले निर्वाचन पश्चात यी समस्या समाधानका लागि नीतिगत तहमा हस्तक्षेप गर्ने र कार्यान्वयनमा सक्रियता देखाउने लिखित वा सार्वजनिक प्रतिबद्धता जनाउनुहोस् भन्ने हाम्रो माग छ। हामी यहाँबाट निम्न कुराको अपेक्षा गर्दछौँ। संसद र नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी नक्सा पास र मापदण्डको समस्या सदाका लागि समाधान गर्न नेतृत्वदायी भूमिका रहोस्।
विमानस्थलले ढल व्यवस्थापन गरी हाम्रो बस्तीलाई डुबान मुक्त बनाउने ठोस योजना गर्नको लागि पहल रहोस्। स्थानीयको सम्पत्तिको मूल्य कायम गराउन र बैंकिक सहजता गराउन विशेष पहल रहोस्। हाम्रो मतको सम्मान र हाम्रो सुरक्षित भविष्यका लागि यहाँको प्रतिबद्धता र भविष्यको निरन्तर सक्रियताको हामी दृढ अपेक्षा गर्दछौँ। निवेदक भरतपुर विमानस्थल वरपरका पीडित घरधुरी तर्फबाट भन्दै मेरो छोटो यो ज्ञापन पत्र हजुरहरूको नमुना टोल अध्यक्ष दोस्रो 2 मिनेटमा शुभकामना दिदीलाई विजयी हुने शुभकामना व्यक्त गर्नका लागि जनप्रतिनिधि हाम्रो वडा नम्बर 10 का वडा सदस्य रेशमराज थापालाई 2 मिनेटमा आफ्नो छोटो शुभकामना मन्तव्य राख्न अनुरोध गर्छु। विभिन्न टोलबाट ज्ञापन पत्र बुझाउने आज यो भेलाको अध्यक्ष ग्रहण गरेर बसिरहनु भएका यसै टोलका अभिभावक देवेन्द्र सुवेदी बुवा, त्यस्तै गरी हाम्रो प्रदेशका सांसद पूर्व स्वास्थ्य मन्त्री र भन्नुपर्दा 7वटै प्रदेशबाट उत्कृष्ट स्वास्थ्य मन्त्रीको उपाधि पनि जितिसक्नु भएका मेरा आदरणीय उत्तम जोशीज्यू, त्यस्तै गरी अब मेरा आदरणीय दिदी सामाजिक अभियन्ता, अब यो अहिले त मैले सामाजिक सञ्जालमा दिएको चितवनको आमा भन्दा रहेछ दिदी नेपाली काङ्ग्रेसका तर्फबाट क्षेत्र 2 का प्रसादी आदरणीय मिना खरेलज्यू, मैले अब हाम्रो कार्यक्रम सञ्चालकले पनि भनिहाल्नु भएको छ धेरै बेरको प्रतीक्षा। यो सबैभन्दा गाह्रो अहिले यो चुनावी दौरानमा दिदीलाई समय मिलाउन हामीलाई पुग्नलाई ठ्याक्कै मिलेको छ। मलाई समय मिलाउनु गाह्रो तर पनि यो दुईटैको हामीले तालमेल मिलाएर जुन कार्यक्रम गर्न आइएको छ, मैले साँच्चै भन्नुपर्दा म धेरै कार्यक्रमहरूको प्रति जस्तो लाग्छ दिदीलाई देख्दा मेरो शिर सधैँ दिदीको चरणमा हुन्छ। मलाई तपाईँहरूले विश्वास गर्नुभयो, मैले काम गरेको छु, विश्वास गरेको छु, यहाँका कुराहरू नगरसभामा पुऱ्याएको छु, मेयर साहबहरूलाई ख्याउख्याउ गरेको छु, किन उठ्दैन, किन एयरपोर्टको समाधान हुँदैन। अहिले रिसेन्टली पनि ढलका कुराहरू आएको छ, त्यहाँ पनि आवाज उठाइरहेको छु। डुबान यहाँ छ र डुबानमा आएका हरेकचोटि म यहाँको डुबानमा आएर गोजर लाँदै गर्दा 7 नम्बरसँग जहिले खाइखेल्न गएको छु। 7 नम्बरका मान्छे पुरै पाखरी बसेर पनि आउनुहुन्छ, यहाँ ल्याएर डुबाउने तैँले भन्दैन। मैले लैजाउँ कहाँ 10 नम्बरबाट निक्लिया पानी होइन, आकाशबाट पानी पऱ्यो, हामीले ल्याएर डुबाइरहेको छ। पानी त जता जाने त्यतै बग्छ, कि नानीहरूतिर बग्छ कि यता बग्छ, यता बगाएर ल्याउनु ल्याउनुहोस्। हामी 10 नम्बरले बगाएर ल्याउनु हुन्छ नि, तर पानी यता बगिदिनु पऱ्यो। बगिदिनु पानी उतै बग्छ त उतै पठाउने हो। त्यसलाई व्यवस्थित गरेर पठाउनु हो। महानगरमा 2 वडा 3 वडा सबैले पहल गर्ने भनेर म लडिरहेको छु। उत्तम दाइ पनि लडिराख्नु भएको छ, अहिले विकासले के ल्याउनु भयो दाइले पनि भन्नु होला। र म छोटकरीमा भन्न चाहन्छु, धेरै टाइम नलिकन म यति भन्न चाहन्छु, हामी यसरी बसेका जुन 10 नम्बर विकसित 10 नम्बरमा यहाँका टोलवासीहरू यो 5वटा टोलको जुन समस्या हुन्छ हामीलाई पनि एकदम पीडा हुन्छ। अनि बोल्न जाने ठाउँ हाम्रो थोरै तल हो। अब त्यस्तो मान्छेलाई पठाउनु पऱ्यो कि जो मान्छेले माथि गएर सांसदमा गएर यो 700 घरधुरीको कुरा चाहिँ टेबल खटाओस् के, त्यसलाई तानेर ल्याओस्, केले रोकिया हो भन्नुहोस् के, यो आवाज हाम्रो नपुग्या हो कि मलाई कसेर अझ माथि जान त यसपछि आफ्नो भनाइ राख्नु हुनका लागि पूर्व स्वास्थ्य मन्त्री एवं प्रदेश सभाका सांसद उत्तम जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
एवं आदर्श नारी हाम्रो प्रतिनिधि सभाको निर्वाचन हुन्छ उहाँलाई आफ्ना सार्वजनिक भनाइहरू राखिदिनु हुनका लागि म हार्दिक सरकारको विशेष सन्दर्भमा ज्ञापन पत्र बुझाउँदै कार्यक्रम गरिरहनुभएका मेरा पनि श्रद्धेय अभिभावक जो पूर्व जिल्ला विकास समितिका सभापति हुनुहुन्थ्यो त्यसै गरी कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री माननीय उत्तमजी त्यसै कार्यक्रममा यस वडाका वडा सदस्य वडाको स्थानीय सरकारका सदस्य सक्रिय भाइ थापाजी लगायत तपाईँ उपस्थित हुनुहुने सबै आदरणीय व्यक्तित्वहरूलाई म विशेष गरेर विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। बिचमा राख्नु पर्दैन भन्ने मैले बुझेँ किनकि ऋषि भाइले यहाँको स्थानीय सरकार अहिले हामीसँग 3 तहको सरकार छ। स्थानीय सरकार स्थानीय समस्या समाधानसँग सरोकारी छ, प्रदेश सरकार त्योभन्दा माथि प्रदेश तहका त्यो समस्यासँग सरोकारी छ, सङ्घीय सरकार पूर्ण रूपमा राष्ट्रिय रूपमा ठुला निर्णयहरू गर्दा ठुला योजनाहरूका सन्दर्भमा नीति बनाउँदा कानुन बनाउँदा चाहिँ आवश्यक हुने सरकार चाहिँ 3 तहको सरकारको यहाँ स्थानीय सरकार पनि छ, प्रदेश सरकार छ। म प्रस्तावित रूपमा तपाईँहरूको माझमा छु। मैले यसलाई स्वास्थ्य ग्रहण गरेको छु। मै जन्मे हुर्केको यो समस्या पनि पूर्व तपाईँले ज्ञापन थाहा पाए पनि अरू अन्य त्यसैले गर्दा त्यो जानकारी ग्रहण गरेसँगै अघि नै केही प्रक्रियागत रूपमा हामी कहाँ पुग्यौँ भन्ने कुरा चाहिँ बताइसक्नु किनकि यहाँसम्म पुग्यौँ परिणाम नआउँदासम्म के हुँदो रहेछ जति काम गऱ्यो भने हामीले खोजेको परिणाम आएन भनेर हाम्रो असन्तुष्टि छँदैछ। त्यो सहज विषय होइन, तर गर्नै नसकिने पनि हो। सहज एक तहको प्रक्रियामा त भएन भने त्यसलाई केही न केही चाहिँ समाधान हुन्छ। विकासमा रेल मार्गको कुरा होइन, त्यो रेल मार्गको कुरा आयो जब नागरिकको आक्रोश आयो, नागरिकले आक्रोश व्यक्त गर्यो र त्यसपछि त्यसलाई एउटा निर्णयबाट स्थानान्तरण गरियो, अन्त क्षेत्रमा जाने गर्यो। त्यसले गर्दा हरेक समस्या छ, समस्याको कारण पनि छ अनि त्यो कारण छ भने समाधान पनि छ, तर कसरी गर्ने कसले गर्ने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण कुरा रहेछ। यसलाई गर्न नसके मैले निर्वाचनबाट तपाईँहरूबाट मत प्राप्त गरेँ, म त्यहाँ ठाउँमा पुगेँ भने मैले बोल्ने मैले गर्ने भनेको जनताको एउटा असल सेवक भएर गर्ने काम। सुख दुःखको सवाल चाहिँ मैले जहाँ बोल्नुपर्छ जहाँ उठाउनुपर्छ उठाउने र बोल्ने कुरामा म प्रतिबद्ध छु, किनकि म यही त्यसैले गर्दा मैले तपाईँहरूले कम्तीमा आफ्नो सवाल बुझेको यहाँको स्थानीय जनप्रतिनिधि छान्ने बेलामा यहाँहरूले विवेक प्रयोग गर्नुभयो भने मात्र यसको समाधान निस्किन्छ भन्ने मलाई लाग्छ। यसलाई मैले स्वीकार गरेको छु र तपाईँको साथमा तपाईँको समस्या जहाँ जुन जुन ठाउँमा मूलत म कानुन निर्माण गर्ने ठाउँमा नीति बनाउने ठाउँमा जाने कुरा हो। तर जाने कुरा नीति बनाउने ठाउँमा जाने मान्छेले अरू हेर्दैन होइन। जस्तो अहिले उहाँ म्याडमले भन्नुभयो हामी कहाँ त सिसी क्यामेरा पनि छैन, घर जग्गा छ, हामी त एक हिसाबले एउटा आश्रम